यसो अब दिक्तेल बजारतिर जाँदैछौँ। दिक्तेल बजार मस्त खाना खाइयो। अहिले एकदम रमाइलो फिल भइरहेछ अहिले। खोटाङ हलेसी दिक्तेल बजार भाग्यो 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 फट 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 अरे सरको बाइकले टर्न हान्यो है हान्यो अलि ठुलै टर्नमा फेरि भिडियो बनाइदिनु भन्नुहुन्थ्यो साथै गाह्रै छ मलाई नि अगाडि हेलमेट ठुलै छ सर खोटाङ जिल्ला दिक्तेल बजार ब्याट्री अलरेडी डेट भइसक्यो दिक्तेल बजारमा गएर फेरि ब्याट्री चार्ज गरेर फेरि भिडियो
लैजाउँ पेट्रोल पाउँछ त कतै पेट्रोल यो हुन्थेन हुनुपर्ने घरमा अहिले यो पठाउँदैन पुग्छ तपाईँको भने पुग्छ अरे डिटेलसम्म हो भ्याउँछ होला एक निकालेर डिटेल यहाँबाट 20 किलोमिटर चाहिँ होला थ्याङ्क यू अहिले हामी यता नुन थला आइपुग्यौँ सायद नुन खाएर थला परेको लागेको अवस्था बाटै देखाएको लागौँ सर यता आउनु न माथि राखौँ न बाइक माथि ल्याउनु न बाइक फेरि एकछिन भर्खरै बादल थियो होइन फेरि बादल लागिसक्यो तर हाम्रो यात्रा निरन्तर जारी नै छ कहिले बुलेट अगाडि कहिले एक्सप्रेस अगाडि पछाडि कहिले बुलेट पछाडि कहिले एक्सप्रेस अगाडि भइरहेको छ बल्ल एउटा अर्को पनि बुलेट देख्यौँ बाइकहरू एकदम थोरै चल्ने रहेछन् होइन यो बाटोमा दिउँसोतिर गाडीहरू मलाई चाहिँ एकदम गाह्रो भइरहेछ किनकि मैले हेलमेट लगाएको छैन प्लस कोही पनि डिक्टल बजार घुम्न आउँदाखेरि यहाँको मौसम चाहिँ एकदमै चेन्जेबल हुने रहेछ त्यही भएर टोपी चाहिँ लगाएर आउनु होला कुरा सबै बोकेर आउनु होला सरको त्यस्तै
खोटाङ जिल्ला रिक्तेल बजारमा फेमस चाहिँ के छ? रिटेल बजार चाहिँ बजारमै फेमस हो। बजारमा के लाइक खानेकुरा लगाउने कुरा यताउति के कुरा फेमस छ कि के छ? सबले त्यहाँ लोकल नथिङ फेमस। यात्रा रिटेल बजार नजिक पुग्दैछौँ अब अराउन्ड 5-6 किलोमिटर बाटो छ अझै। बाइक अलि हेभी बाइक नै छ, अलि टर्न हान्न गाह्रै पर्छ नि त। सैनिक इलाकातिर आइपुग्यो नि। पुरै हुस्सो लागिरहेछ, लाइट बाल्नु देख्दै जान्छ। हर्न मात्र बजार हिँड्नु कि एकदमै हुस्सो लागेको कन्डिसन। एकदम स्लोली जाम है हामी देखिरहेको छैनौँ। देखिरहेको छैन। सायद यो काठमाडौँको लागि छुटेको होला यो सुमोहरू। खोटाङबाट बेलुका पुग्छ होला है। एकदमै हुस्सो लागेको अवस्था। के हेर्छौँ? यहाँ पनि थापा गाउँ रहेछ है। बल्ल थापा गाउँ आइपुग्यो। जानुपर्छ है यो बाटोमा। नयाँ बाटो हो हाम्रो लागि।
चिसोले त कपालै अन्दाजमा चलाउनु पर्ने रहेछ यतातिर बाइक चाहिँ एकदमै धेरै छ है विचार पुर्याएर आउनु होला पेट्रोल हाल्नु सर हामी पनि पेट्रोल हाल्ने पनि भनेको सरले चाहिँ मेरो बाइक हान्छ अहिले पेट्रोल बाँकी छ ब्याग हुँदाखेरि हालाउनु भन्नुभयो पेट्रोल हाल्नु पर्ने हुन्छ देवगढी गुप्तेश्वर सिद्धेश्वर गुफा जाने बाटो भइसकेको जाँदैछौँ हामी गुफा साइडतिर सङ्ग्रहालय रहेछ ब्रेकर अहिले चाहिँ हामी गित्तेल बजारबाट भित्रतिर गइरहेको छौँ यहाँ चिया खाने कफी खाने कि भनेर हामी ब्रेक भित्र आउँदैछ अराउन्ड 2 किलोमिटर जति बाँकी छ एकदमै धेरै ब्रेकरहरू रहेछ है यहाँ चाहिँ गतिमै हुन्छ तीव्र गतिमै बाइक चलाउनु कता हो भवन गएर जान्छ जाँदैन होला जाँदैन तलैबाट घुम्नुपर्ने हो अप्ठ्यारो छ होला